अरे कहाँ गयो तल गएको कहाँ गएको त चाहिँ म त उहाँ त्यहाँ हाम्रो गाउँमा त्यो कम्पु मास्टर राखेको थियो कि किन त्यही गएको कम्पु मास्टर आएको छ है मलाई पनि थाहा थियो कि आएको छ भन्दै थियो नजाने जानुपर्छ नि मेरो अलिक तल काम छ कि तिमी चाहिँ गएको म गएको नि अब सिक्दिउँ भने त्यसो भने हिँड्दै गर कि मेरो सानो काम छ म पनि निप्टाइकिन आउँछु नि ल ए ल ल ल सिक्नुपर्छ है यसपालि चाहिँ यसपालि त तल जोरथाङको केटाहरूलाई कुट्नुपर्छ ल ल ल ल म आउँछु ल ल ल ल गुरुजी 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 भन के भयो बालक ए यहाँ मलाई पनि कम्पु सिकाइदिनु न कम्पु सिक्न आएको तपाईँकोमा देखेँ कसैलाई नभन्नु बुझिस् यो सिक्रेट हो त्यो एकदम पक्का सिक्ने हो पक्का सिक्ने हो म एकखेप सिक्ने भनेपछि म फेरि छोड्दिनँ नि सिकाएरै छोड्छु यही चाहिँ बालक यो आज सिक्ने हो पक्का पक्का हार्ड हुन्छ तर छोड्नु हुँदैन हुन्छ हुन्छ ल म तिमीलाई सिकाउँछु पहिला बालक तिम्रो चाहिँ जिउहरू फ्लेक्सिबल हुनुपर्छ एकदम फ्लेक्सिबल यो हावालाई फिल गर्नुपर्छ आगोलाई फिल गर्नुपर्छ तिमीले मनदेखि गर्नुपर्छ एकदम भाइ फ्लेक्सिबल खुट्टा हेर कति माथि माथि जान्छ मेरो यसो गर छिटो 1 2 यस यो गर यहाँ अगाडि यो स्ट्रङ एकदम चाम्रोपट्टि यता मलाई हेर यस यो डरो एकदम ए बाल सिकिसक्यो के तैँले त सिक्दैछु नि यहाँ कता तिमी गोपनी सिक्नु भनेर आएको यसले कसो गर्दैछ गर छिटो ए तँ यता खुल्लामा गर्छु स्ट्रङ रोकी अब तैँले गर खुट्टा चियात यसो वरि ओइ सिधा गर सिधा ध्यान गर पहिला फिल गर हात पछि के कन्डो त्यो यो त पनि त्यो अलिकति मेल र फिमेलको मिक्स हो कि हो भाइ अरे सिधा यता हात मुनि लु अगाडि यस्तो जिउ होइन सिधा ओइ भाइ सिकाइदिए त यस्तो गरेको यस्तो सिधा यस्तो गरेको यस्तो होइन सिर्कुनाले त यस्तो होइन गुरुजी सिकाउनु त के हो भयो अब लातको घुसीको भएन यो घरमा सिक्नु त अहिले मजाले बुझे अब खुट्टा माथि एकदम माथि अझै कस्तो हावामा उड्नु पर्यो यसरी अब मान्छे पहिला चढा हात पहिला स्पिड दुई खेप के गरेको गुरुजीलाई गुरुजीलाई के गरेको गुरुजीलाई नलतामा पुग्यो हाम्रो गुरुजीलाई के गरेको बालक टोजा घर त यसलाई घर पठाइदिए अब